Hello. Oh यार Hello. Where are you from? Ready? 3, 2, 1, go! Hello and namaste, welcome back to my new video. I hope सबजना सन्चै हुनुहुन्छ होला हैन म पनि सन्चै छु अनि टक्क आज चाहिँ हामी बन्दीपुर जान लाग्दैछौँ क्या केटाहरु चाहिँ उता हाम्रो पसलनिर गएर बसे अरे अनि म चाहिँ यहाँबाट निस्किदै छु हाम्रो केटाहरु नि आइसक्यो ओ भाउजू ब्लगमा हेर्नु ल ब्लग र हामी जान्छौँ दाइ शुभयात्रा नभन्ने शुभयात्रा भाइ थ्यांक यू दाइ ल माया भेटियो बन्दीपुरैमा के छ क्युटी भाइ कामले हो दाइ को हेन्सी दाइ कति ह्यान्डसम देखायो तपाईँ हेन्सी नि सर्ट ल्याउन न लाएर जान्छु सर्ट मन परेको मलाई नाक पनि कस्तो राम्रो ओहो 18 गते पो फाइनली हामी यहाँ गाडीको चापाचाप भएको कारण झोला लिएर आऊ गाडी चाहिँ अगाडि गइसक्यो अब हामी चाहिँ बेहाल अवस्थामा हो अरे चटपट चटपट बोली छटपट कहाँ हो बन्दीपुर बसन्ती म गर्दिन ल बस 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 ल बस डुम्रे कहाँ हो डुम्रे हो ल हामीले गाडी चढिसक्यौँ फाइनली फाइनली हामी गाडीभित्र बसिसक्यो सिटमा पनि होइन बन्दीपुर तपाईँ कता हिँड्यो तपाईँले बिहे गरिसक्नु भएको कति चाँडै गर्नुभएको त नि हामी चाहिँ अहिले यहाँ 12 किलो आइपुग्यो अब एकछिन है एकछिन यहाँ चाहिँ एकछिन मान्छे हामीलाई रोक्छ कि यतापट्टि आयो भने थियो नि अगाडि नै बसिदिए त फेरि एकछिन पुरै गर्नु के छ आन्टी पानी पनि हो खै पानी हेलो अंकल जी पानी नै छैन भाइ बस सामान किन्न हो कि सन्चै हुनुहुन्छ म पनि सन्चै छु हामी 12 किलोमा छौँ अहिले सोल्टी फाइनली हामीले यहाँ चिज पनि किनिसकेको छ पैसा चाहिँ कसले दिने भजन थाम्न नसकेर तेल ठ्याक्कै सकेर अनि फेरि हाल्नु लाग्यो भजन कि भजन भजन भन्छ भजन त गाउनेले भन्छ नि यहाँ चाहिँ म चाहिँ उस स्याउ भनिरहेको थिएँ तर यहाँ चाहिँ आँप रहेछ कि यसरी राखेको त अब हामी यहाँबाट हिँड्छौँ अब कति लाग्छ हामीलाई 20 मिनट 30 मिनट ल ठिक छ
अब चिसो चिसो पानी खानु पर्यो पानी चाहिँ खाइदिनु न। ए फोरम अब तिमीले मलाई देऊ यो पनि ऊ पनि भ्लगर उसको चाहिँ सञ्जित श्रीमल छ उसको युट्युबमा नाम अनि सब्सक्राइब गरिदिनु होला अनि मेरो नि ठ्याक्क दबाइहाल्नु पऱ्यो क्या यार सब्सक्राइब यार हेर्नु मात्रै हुन्छ यार सब्सक्राइबै गर्नु हुन्न यार च्यानललाई सब्सक्राइब गर्नु होला त्यही त दाजुहरू अस्ति जस्तै भयो आज पनि ठिक छ केही छैन केटा हो फाइनली भेट भयो जामले हामी चाहिँ बन्दीपुरको यात्रा होइन हाम्रो टक्क लगाएर सञ्जित भाइ थकेर छैन सञ्जित भाइ हजुर हजुर नि त भाइ मन्जित भाइ सब भाइहरू मेरो होइन यिनीहरू चाहिँ त्यही त दाजुभाइहरू तर हिँड्न त हिँड्नुको मजै छुट्टै छ क्या जाममा त्यत्रो गाडी भाडा तिरेको मतलब भएन नि अब ए जाम 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 त्यही त जाम चाहिँ खुलिसक्यो दाजुभाइहरू जाम चाहिँ खुलिसक्यो होइन हेलो जाम खुलिसक्यो मजा भइरह जाम खुलेपछि सब्सक्राइब टु माई युट्युब च्यानल अमृत नेपाली ल मेरो सब्सक्राइबर भेट्यो त्यहाँनिर हामी हजुरहरूकै डुम्रेमा हो साथीभाइहरू दाजुभाइहरू दिदीबहिनीहरू सुल्टिनीहरू अहिले हामी डुम्रे आइपुग्यो अब यहाँबाट बन्दीपुर पुग्नुलाई कति टाइम लाग्ने हो हामीलाई थाहा भएन बन्दीपुरैमा माया भेटियो यो डुम्रे भन्छ होला होइन डुम्रे अब हामी बन्दीपुरतिर लाग्छौँ डुम्रेबाट हामी बन्दीपुरतर्फ लागिसक्यौँ हाम्रो यता हजुरको नाम विक्रम मेरो दाइको नाम नि विक्रमै हो सञ्जित ब्लुटुथ कनेक्ट गरेर गीत बजाउनु भए बजाऊ है ओके त्यसो भए आनन्द आउँछ हामी सिधै बन्दीपुर डाँडामा गएर भेट्छौँ का त्यही त अन्दाज आएर हामी बन्दीपुर आइसक्यो होइन यो चाहिँ बन्दीपुर भिलेज रिसोर्ट बन्दीपुर भिलेज रिसोर्ट सब तर यार दामी यार मन पर्यो यार मलाई यार खतरा बन्दीपुर टेक्निकल इन्स्टिट्युट माया भेटियो बन्दीपुरैमा सञ्जित तिमीलाई क्या निसी देखे पछाडिबाट त्यही त यार खतरा यार यस्तो रमाइलो यार यही हो गाइस बन्दीपुर ओ यार मलाई त थाहा यस्तो डेन्जर क्या मलाई मन पर्यो यार ओह उफ वाला थाहा उफ यो चाहिँ अब हाम्रो नेपालको अब यो ठाउँलाई चाहिँ अब खासमा भन्नुपर्दा होइन त्यो थाइल्यान्डको उयो सिटी भन्छ क्या अरे चटपट यस हामी यहाँ फाइनली दाइकोमा आइसक्यौँ त्यसै कस्तो नि हाम्रो है हजुर त्यसै अनि यता यहाँनिर अहिले लाइट गइरहेको छ यो खाने ठाउँ हजुर अनि मजाले बसेर खाने मिल्ने कुर्सीहरू पार्न राख्नु मिल्छ हजुर खानेमा चाहिँ हाम्रो यहाँ चाहिँ कटियाहरू बन्छ कि
यसो यो मर्काहरू बन्छ कटिया बन्छ होइन यो चाहिँ टिपिकल बन्छ कि यो चाहिँ कसो नि हामीले आफैले त्यो मर्का बनाउँछौँ नि त्यस्तो यहाँ छ नि हाम्रो यो ब्यानरमा त्यो मर्का कि यहाँ कहीँ बनाउँछ यहाँ मर्का बन्छ तासहरू बन्छ होइन खसीको राम्रो बन्छ खानाहरू पनि एकदम राम्रो टाइपको हुन्छ किनभने खाना यो चार्जमा हालिहाल्छु म होइन अब यहाँबाट होटल त्यहीँ छ यहीँ नजिकै छ बुक गर्न चाहिँ आउनु हुन्छ खाना चाहिँ यहाँ हुन्छ सुत्ने चाहिँ त्यहाँ हुन्छ यो चाहिँ बन्दीपुरबाट देखिने भ्यू है गाइस यतापट्टि साइड दायाँपट्टि साइडको त्यसो भएपछि पछाडि फेरि यस्तो महँगोमा परिन्छ नि एउटै लिन्छ तपाईँले हजुर सो हामी चाहिँ यहाँ जाँदैछौँ अब होटेलमा गएर अहिले होटल चाहिँ बुक गरेर अनि राख्छौँ अनि एकछिन यता तलतिर घुम्छौँ सब सिनहरू देखाउँछ अहिले है हेलो तिम्रो नाम के हो के अविरल वाह कस्तो राम्रो नाम है त्यही त अहिले हामी त रुममा आइसक्यौँ त यार आहा कस्तो आनन्द यार खै एकचोटि मैले ट्राई गरौँ है सबै ठिक छ ल देवेन्द्र भाइ नि यहाँ छ ओइ ओइ डिसिप्लिन छैन तिमीहरूको त्यसरी हो त यसरी हो खै के भन्छ कस्तो लाग्यो त अनुभव आनन्द है ठिक छ ल अब हामी अब एकछिन पछि हामी यहाँबाट चाहिँ अब घुम्न जान्छौँ एकछिन बाहिर यहाँबाट चाहिँ यस्तो देखिन्छ यहाँबाट चाहिँ यस्तो देखिन्छ ओ भाइ साहब हेर न यहाँ कस्तो दामी देखेको क्या उयो डाँडा पनि जानुपर्छ यार त्यही त हो बन्दीपुर डाँडा साइकल पार्क छ अरे क्या खतरा छ बन्दीपुर डाँडै त्यही हो सुन न बन्दीपुर डाँडै त्यही हो त्यो पुते डाँडा पनि जानुपर्छ पार्क छ जुत्ता सुत्ता लगाइदिउँ हिँडिहालौँ ल अब हामी एकछिन खाजा खान्छौँ अनि त्यसपछि यस्तो राउन्ड घुम्छौँ त्यहाँदेखि अब तपाईँहरूलाई देखाउँछु हामी चाहिँ फ्रेस भएर तल खाजा खान जानु लाग्यो सञ्चितहरू चाहिँ उता खाजा अर्डर गर्न गएको अनि अब त्यही हो खाजा खाएर अनि सिन के देखाउने हो भन्नुपर्ने हो भनौँ ल है अहिले चाहिँ खाजा आइसक्यो खाजा प्लस चाउमिन सबै आइसक्यो अनि यहाँ दिदीले पानी लिएर आइदिनु भयो धन्यवाद हाम्रो यहाँ मोमो चाउमिन अनि यहाँ पनि चाउमिन यहाँ मोमो त्यही हो खाजा पनि आइसक्यो अब पेट पनि भरिन्छ पेट भरेपछि चाहिँ अब फेरि बाहिरको नजारा देखाउँछु त्यति बेलाको लागि चाहिँ जय खाजा मोमो यस्तो एक्लै नखाउ न यता नआऊ यता नआऊ यतातिर पाइँदैन क्या कस्तो दिनु पाइँदैन यसले यहाँ राख बराबर खानु हैन हेर न चटपट खाऊ न हुँदैन यो त नगर न यार नगर न के अरे यार भयो यार यो त आमा हो के यो त खान्थ्यो निकालेको भयो त्यही त यार एक्लै खाना खोजिरहेको रहेछ झगडा गर्छ यार जब खानेकुरामा नि यार खानेकुरामा झगडा नगर पनि केटा आयो खानेकुरामा झगडा गर्ने मान्छे होइन क्या हामी खै त भाइ सुकुटी सबै खाइदिएर तिमी त लास ओडा रहेछ यार मन एउटा सुकुटी भन्दा खाएन अब भाइको अब छोड्दै अब हामी खानासाना खाएर ट्याक्क समझ रहे हो घुम्न जान्छौँ घुम्न गएर ट्याक्क त्यहाँनिर भ्यूहरू देखाउँछ समझ रहे हामी चाहिँ यहाँ खाजा खाएर पनि यता मैले बन्दीपुर अब एकछिन पछि चाहिँ हामी फेरि त्यहाँ माथि त्यो के खेल मैदान के भन्थ्यो अरे त्यहाँ अघि त्यहाँ जान्छौँ फाइनल्ली बन्दीपुरको टुँडी खेल आइपुग्यो हामी यहाँ चाहिँ ठुलो चौतारो रहेछ कि चौतारो रहेछ ठुलो अनि यता कता यो ठाउँ त होइन यही रहेछ टुँडी खेल चाहिँ फुटबल खेलिरहनु मान्छेहरू फुटबल खेलिरहनु के बोल्या बाबु होइन मतलब दाइको केटी भेट्न ए दाइको केटी भेट्न त्यही त टुँडी खेल त आइपुग्यो तर यहाँ खासै केही देखिनँ तर यहाँ चाहिँ गाइरी रहेछ एउटा गाइरीको के भन्छ स्ट्याचु अरू खासै अनि एउटा ठुलो चौतारो रहेछ अनि यति हो अरू खासै केही देखिनँ मैले अब हामी चाहिँ ऊ त्यो डाँडा कुन हो बन्दीपुर डाँडा हो ऊ त्यो हो कि ऊ यतापट्टि हो त्यो ऊ त्यो होइन त उहाँ जाने हो र बन्दीपुर डाँडा चाहिँ त्यो रहेछ अब त्यहाँ नि अब एकछिन पछि पुगिन्छ हामी अरू भनेर त्यस्तै हो अभि झन्डै गोल भएन कसले हो पादे देवेन्द्रले होला
तिमीले हेर्न पादेको मैले पाएँ सुन्दैन मैले त सुँगिदिरहेको यहाँ बसेर देवेन्द्रले चाहिँ पाद्यो होइन ल यति हो अरू हामी अब टुडी खेल पनि हेऱ्यो ग्राउन्ड पनि हेऱ्यो सबै कुरा हेऱ्यो अनि देवेन्द्रले पनि पाद्यो अब हामी चाहिँ टुडी खेल के अरे बन्दीपुर डाँडो जान्छौँ त्यही त दाजुभाइ हामी बन्दीपुर डाँडो जान लागिसक्यौँ यहाँबाट यस्तरी होइन जाम लेट्स गो ठिक छ नि त होइन बन्दीपुर डाँडो जानलाई चाहिँ अब हामीले कष्ट गर्नुपर्ने हुन्छ कि होइन उकालो बाटो जानुपर्छ सनसेट हुनु लाग्छ उदाउनु लाग कस्तो लाग ल कस्तो लाग्यो जाने हो कि बन्दीपुर जाम न त छिटो ढकुर केटा हो ढकुर के लिएर भन्टी ए घाँस लिएर भारी छ आन्टीले चाहिँ बन्दीपुर डाँडोमा चाहिँ लास्ट रमाइलो हुन्छ भन्ने सुनेको थिएँ भाइ हेर्नु न यार हेर्नु मन कटक्कै मन खानी लै ओ हे भगवान् बन्दीपुर घुम्न आउनु क्या यार बरु यार अन्त जानुभन्दा यार तपाईँहरू यार साँच्चीकै भनेको मैले त कसम यस्तो बवाल क्या हेर्नु न ओ भाइ सा वीर कडा माया भेटियो बन्दीपुरैमा के अरे ख्यालैमा प्लिज गाइज मैले भने मान्नु होइन बन्दीपुर क्या अखा हेर्नु न आमा केटाहरू चाहिँ त्यहाँ छ थाक्यो अरे क्या यिनीहरू माया भेटियो बन्दीपुरैमा के हो गीत भन न केटा डोको नाम्लो कालो चढ्या छु दाजु अहिले ओराली बन्दीपुरैमा कडा हेर्न जता हेरे पनि क्या जता हेरे पनि यहाँ मामाहरू त्यहाँ बसिरहेको रहेछ ट्राफिक मामाहरू के बसिरहेको ल हेर्नु न यार बन्दीपुर आउनु क्या प्लिज यार कतै नजानु बन्दीपुर आउनु तपाईँहरू यार साँच्चीकै भनेको यार हेट अक्खा है कस्तो लाग्यो बबाल ओ केटा छिटो आउनु त मैले किन्दा 150 के मैले कमा 150 के गर्ने यो कोइन्सिडेन्स हो क्या यो यस्तो हुन्छ कि कोही कोही बेला होइन हाम्रो केटाहरू चाहिँ आफ्नै सुरमा छन् होइन फोहोर व्यवस्थापन गर्नुपर्छ यार तिमीहरूले यार डाँडो अझै आइपुग्यो होइन त्यो चाहिँ पोखराको डाँडा त्यो काठमाडौँको डाँडा अनि यो चाहिँ बन्दीपुरको डाँडा है ल हेर्नु अब नेपालमा यस्तो त्यस्तो ठाउँहरू छ यार तर हामीलाई समय थाहा छैन यार त फर्स्ट टाइम यसरी अनुभव गर्दैछ को बोला किन बोला जसरी गरेर मन चस्मा लाएर भन्छ रेडी पान पा रेडी रेडी पा यसरी के ल रेडी 3 2 1 गो हामी आएको बन्दीपुर डाँडा
हामी आएको बन्दीपुर डाँडा भर्खर मैले मोमो खाएँ अब देखाउँछु पारा या तिम्रो लागि ज्यान दिन पनि तयार थिएँ यार तर रिचार्ज कार्डमा आएर बेइज्जत गर्यो के छ केही छैन ठोक्दिम गाइस सब्सक्राइब ठोक्दिम ब्याङ्क ठोक्दिम लाइक ठोक्दिम कमेन्ट ठोक्दिम काकादेखि हो अब 1000 सब्सक्राइबर छिटो पुऱ्याउनु पर्यो होइन त्यही हो 1K लेट्स मेक इट 1K सब्सक्राइबर सो हामीले चाहिँ अब जम्मा 5-10 मिनट लाग्छ होला माथि डाँडा पुग्नलाई त्यही हो हेलो वेयर आर यु फ्रम Oh, I love this country. You are No. But you love it. Yeah. Okay. Are you alone? Oh. Travel alone. Sorry? Nepal you are alone. I'm alone. Tell him not. Like a Manaslu, but Manaslu child. फाइनली बन्दीपुर डाँडा आइपुग्यो यार ल यही है बन्दीपुर डाँडा चाहिँ यही है बन्दीपुर डाँडाबाट चाहिँ सबै कुरो छर्लङ छुलुङ आहा आनन्द यता तल नि कुन बाटो हो यार यो कुन बाटो हो बवाल रमाइलो क्या अक्खा A1 यहाँबाट सब देखिरहेछ क्या यो चाहिँ मन्दिर हो यो चाहिँ मन्दिर रहेछ यहाँ भगवान्ले रक्षा गरून् मेरो अरूको त होइन अनि यही हो गाइज बन्दीपुर होइन बन्दीपुर डाँडो ए रुखे रुख कस्तो अनुभव भयो त तिमीलाई बन्दीपुर 2-4 शब्द जाओस् बन्दीपुर चाहिँ राम्रो रहेछ है अनि अघि नै कुहिरेलाई देखेँ एउटा टुरिस्टलाई खतरा मैले तिम्रो हिँडेर देखेँ मैले तपाईँको देखेँ यार दामी बोल्दो रहेछ होइन इङ्ग्लिस त म त पछि देखेँ खत्रै हो क्या फेरि इङ्ग्लिस त मेरो नसामा छ क्या मलाई खास गरेर भने यो नेपालीहरू मनै पर्दैन तिमीले बुझ्दैन भनेर मात्र मैले इङ्ग्लिस नबोले हो नत्र म इङ्ग्लिस बोलेर तिमीलाई मारिदिन्थेँ तिमीले बुझ्थेन ठिक छ ल भाइ तिम्रो ट्यालेन्ट हिडन ट्यालेन्ट त्यहाँ अघि प्रोमो देखेँ ठिक छ ल बन्दीपुर बबाल रमाइलो लाग्यो अब हामी एकछिनमा अब रुम जान्छौँ त्यसपछि रात पनि पर्न लाग्यो क्या फेरि कति 6:30-7 कति बजे तैपनि उज्यालै देखिरहेको छ यहाँ त अति त्यो चाहिँ मनासलु हिमाल मनासलु कि हिमाल हो आई डोन्ट नो तर हिमाल त हिमालय हो केटाहरू चाहिँ तल भिडियो सुटमा छ त्यही हो तपाईँहरू पनि आउनु होला म फेरि भनिरहेको छु दोहोऱ्याइ एकचोटि 2 चोटि 3 चोटि 4 चोटि दोहोऱ्याइ भनेको छु आउनु होला घुम्नलाई बन्दीपुर चाहिँ बबालै हो बबाल ल हामी तल बन्दीपुर डाँडाबाट तल झरिसक्यौँ रात पनि परिसक्यो अब हामी गएर टक्क खानासाना खाएर आफ्नै पारामा चिल पारामा सुत्दिने हो किन ओछ्याना मुत्ने बानी अहिलेसम्म हटाएन र ल हामी उता रुमसुम गएर खानासाना खाएर हाम्रो यहाँ आइसक्यो हाम्रो सबै खानेकुराहरू यो टङबारे हो टङबा चाहिँ 4 जनालाई हो मलाई चाहिँ सेकुवा सुकुटी छ त्यही त हामी यो सब भ्याएर फेरि अन्तिममा खाली प्लेट चाहिँ देखाउँछौँ तपाईँहरूलाई है ल थ्याङ्क यू सो मच कोले भिडियो अन्तिमसम्म हेरिदिनु भयो है अनि हामी चाहिँ रुम आइसक्यो अनि केटाहरू चाहिँ सुतिसक्यो अनि त्यही हो भिडियो कसले अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद कहाँदेखि हुनुहुन्छ तल कमेन्ट बक्समा ठ्याक्कै एउटा यत्रो कमेन्ट पनि छोडिदिनु होला अनि भिडियोलाई माया गरिदिनु होला मेरो भिडियोलाई 1000 सब्सक्राइबर चाहिँ पुऱ्याउनु हामीले अभियान चलाउनुपर्छ अब लेट्स के भन्छ त्यसलाई त्यही भन्छ होइन त्यही हो थ्याङ्क यू सो मच आज चाहिँ म छुट्छु सब्सक्राइब चाहिँ ड्याङ हान्थेँ अरू भने त्यस्तै हो सब्सक्राइब चाहिँ हान्नु पऱ्यो ठोक्नु पऱ्यो बजाउनु पऱ्यो ल यति भन्दै आज म बिदा हुन चाहन्छु बाई गाइज लभ यु अल